हेलो साथीहरू, मेरो अर्को मिनी ब्लगमा हजुरहरूलाई स्वागत छ। म चाहिँ आज चिन्डेको अचार बनाउन गइरहेको छु र सबै सामानहरू मैले यसरी रेडी गरिसकेको छु। म यसमा के हाल्छु हजुरहरूलाई देखाउने छु, हेर्दै जानुहोस्। मैले चाहिँ अघि नै हरियो खोर्सानी तेलमा फ्राई गरेर राखिसकेको थिएँ र यो चिन्डेलाई पनि अघि नै बोइल गरेर राखिसकेको थिएँ र यो बोइल गरेको चिन्डे म यसमा एड गर्दछु र तिललाई पनि मैले अघि नै पाउडर बनाएर राखिसकेको छु र यो पाउडर बनाएको तिललाई पनि म यसमा एड गर्दछु र टमाटरलाई पनि मैले अघि नै मिक्स गरिसकेको थिएँ। यो मिक्स गरेको टमाटरलाई पनि म एड गर्दछु र मैले बदामलाई पनि अघि नै पाउडर बनाइसकेको थिएँ। यो पाउडरलाई पनि म एड गर्दछु र हजुरहरूले स्वाद अनुसार नुन हाल्नुहोस् र मैले चाहिँ यसमा 1 चम्ची आधा नुन हालेको छु र अघि नै मैले काटेको निम्बु पनि छ यहाँनिर र यो निम्बुको रसलाई पनि म एड गर्दछु। हजुरहरूलाई कोलाई मनपर्छ चिन्डेको अचार मलाई कमेन्ट गर्नुहोस् र मलाई त मनपर्छ चिन्डेको अचार र यो बनाउनु पनि एकदमै सजिलो र खानुलाई पनि एकदमै मिठो छ र सबैको बनाउने आफ्नो तरिका हुन्छ र म चाहिँ यसरी बनाउँछु किनभने मलाई यसरी बनाएको नै मिठो लाग्छ र अब यो सबै सामानहरू हालिसकेपछि मैले चाहिँ यसलाई मजाले मिक्स गर्नु पर्ने हुन्छ र मैले चाहिँ अब मजाले यसलाई मिक्स गर्न गइरहेको छु किनभने जति अचारलाई मिक्स गरेँ त्यति नै मिठो हुन्छ र यसको फाइनल लुक चाहिँ यस्तो भएको छ। हजुरहरूलाई के कस्तो लाग्यो र म चाहिँ आजको मेरो यो लन्चमा रेडी गर्दैछु र मेरो आज लन्चको लागि भात, दाल र बेथुको साग, आलुदम र चिन्डेको अचार र डल्ले खोर्सानी र पानी हो र आजको लन्च चाहिँ मेरो यति नै हो। हजुरहरूलाई के कस्तो लाग्यो कमेन्ट गर्नु नबिर्सिनु होला। थ्याङ्क्स फर वाचिङ र हजुरहरूको सामने फेरि पनि म अर्को भिडियो लिएर छिटै नै आउने छु। धन्यवाद।